आउनुभएका सम्पूर्ण महानुभावहरू सम्पूर्ण दाजुभाइहरू सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार। म कति यहाँ मैले 2 वर्ष अगाडि हामी यहाँ के अरे 2 वर्ष अगाडि हामी यो महाअभियानमा जुटेपछि हामीलाई घरमा बस्न बिहानै पनि त्यति सतायो, लौकी पनि त्यति सतायो, हामी बस्न घरमा घर पाएनौँ। नपाउँदाखेरि कहिले कहाँ हिँड्यौँ कहिले कहाँ हिँड्यौँ, हामीले कहीँ पनि पाएनौँ हामीले सहारा। अनि यहाँ आएपछि हामीलाई धेरै ब्याङ्कबाट र लौकिकबाट हामी धेरै नै बच्न पायौँ। त्यस कारणले हामी यो लौकिकको अभियानमा हामी कहिले छोड्ने पनि छैनौँ, साथ दिएर हामी साथमा जानेछौँ। हाम्रा यी अहिले अब उठेका सम्पूर्ण नेताहरूले पनि हाम्रो यो दुःख पीडा हाम्रो बुझ्नुपर्छ, यो भन्दै म 2 शब्द यहाँ टुङ्ग्याउँछु। हस्त नमस्कार, धन्यवाद। छोटो मिठो प्रस्तुति राख्नुभयो, आफ्नो विचार राख्नुभयो। अब बाँकी पीडितहरूकै चाहिँ प्रतिनिधित्व गर्दै सुखबहादुर गुरुङज्यूलाई मैले यहाँ देखिरहेको छु। उहाँ पनि एउटा उमेर पुगेको पाएको व्यक्ति हुनुहुन्छ। उहाँलाई पनि यो अभियानले कतिपय अवस्थामा हामीले बोकेका मुद्दा, हामीले गरेका कार्यहरूले सम्पूर्ण 100% हामीले कार्य गर्न नसकेका हुन सक्छौँ र पनि आशा भरोसाका साथ जोडिरहनुभएका सबै ती मनहरू ती आत्माहरूलाई हामीले सम्मान गर्छौँ। र पनि फेरि काम आज रोकिएको होला भोलि हुन्छ, आज काम नभएको होला भोलि हुन्छ भन्ने आशा अपेक्षा सहित आफ्ना तर्कहरू राखिदिनु हुन म सुखबहादुर गुरुङज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको घर कार्य मेरो राप्ती 7 नम्बरबाट हुनुहुन्छ। बाँकी उहाँको क्षेत्र, बाँकी उहाँको भनाइ सुनौँ। एकदम चर्को रूपमा हजुरको चाहिँ पीडित बनाउनेहरूको सबैको नाम लिएर भन्नुहोस् त। सबैको पीडित सबै भण्डाफोर गर्नु त्यही हो। नमस्कार।